अनि हाम्रो हिजो ठ्याक्कै हाम्रो प्रचण्ड सर आउनुभयो रुकुम खलाङ्गामा उहाँलाई ठ्याक्कै चाहिँ तपाईँ त अब एकै उमेर पनि एउटै एउटै होला के भन्न चाहनुहुन्छ उहाँलाई चाहिँ एकदम कस्तो राम्रो मान्नुहुन्छ कि नराम्रो मान्नुहुन्छ त्यस्तो पर्सेन्टेज त घिउ मान्छेको होइन प्रचण्ड घिउ नि जान छोड्नेको दाब्रात हो दाहिने हात पर्सेन्ट न हो होइन त्यसपछि जनार्दनलाई कस्तो मान्नुहुन्छ त जान त पहिला राम्रो थियो यो रुकुमजीलाई छोड्यो त्यो गदारी हो त्यस्तो भयो नि नछोड्या भए राम्रो हुन्थ्यो होला सायद नछोड्यो भने राम्रो हुन्थ्यो ओहो मेरो त फोटोमा त आँखा छेउर बसिहाल्छ म त अब मन्ट्यामा हिजो ओहो त्यही भएर तपाईँले धेरै वर्ष भइसकेको छ ऐना नहेरे नि आँखा छेउर मरिया है हत्तिरी ऐना नहेरे धेरै वर्ष भइयो छ भइयो यो आज मैले देखाएर आँखा भित्र टोटका परिछन् भन्ने आज तपाईँलाई बल्ल थाहा भयो टोटका त यो परे फेरि अन्त पऱ्यो कति टोटका पऱ्यो थाहा छैन